भन्ने भन्नुभयो समूहले। म भन्छु सबै राम्रोसित भन्नुहोस्, राम्रोसित बजाउनुहोस्, राम्रोसित नाच्नुहोस्। जगतै उज्यालो जन्म भयो कृष्णको, 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 जगतै उज्यालो जन्म भयो कृष्णको। हे भगवान जगतै उज्यालो जन्म भयो कृष्णको, 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 जगतै उज्यालो जन्म भयो कृष्णको। कृष्णको हरि कौशको कारागारमा कृष्ण जन्मनु भयो। आमा बाबुले भन्न थाले कि वसुदेव देवकीले, जन्मे कृष्ण बाला पापी कंस कहाँ जाला, जन्मे कृष्ण बाला पापी कंस कहाँ जाला, जन्मे कृष्ण बाला पापी कंस कहाँ जाला, ओ 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 जन्मे कृष्ण बाला पापी कंस कहाँ जाला। हे भगवान जन्मे कृष्ण बाला पापी कंस कहाँ जाला, ओ 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 जन्मे कृष्ण बाला पापी कंस कहाँ जाला, कहाँ जाला। बोले श्री भगवानको शङ्ख चक्र गदा हातमा थियो, तर त्यतिखेर मात्र त्यो आएपछि देखिँदैनन्। किन्तरी भन्न त्यो आफ्नो बाबुलाई दिव्य दर्शन देखाउनलाई। अब म फेरि बालकै हुन्छु, मलाई गएको बेला न तर मार्छ गाउँछ। भन्छन् कृष्ण बाला मलाई गोकुल पुऱ्याइदेऊ, भन्छन् कृष्ण बाला मलाई गोकुल पुऱ्याइदेऊ, भन्छन् कृष्ण बाला मलाई गोकुल पुऱ्याइदेऊ, ओ 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 भन्छन् कृष्ण बाला मलाई गोकुल पुऱ्याइदेऊ। हे भगवान भन्छन् कृष्ण बाला मलाई गोकुल पुऱ्याइदेऊ, ओ 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 भन्छन् कृष्ण बाला मलाई गोकुल पुऱ्याइदेऊ, पुऱ्याइदेऊ हरि। त्यस्तो अँध्यारो थियो, एकदम दिव्य दर्शन दिएको त बाबुले बिर्सिएछन्। कसरी जानिँदैन अब गोकुल भन्नु भन्न फिराल गर्न थाले। ये कृष्ण आउलिन गोकुलमा जाने बाटो मैले देखिन, ओ ये कृष्ण आउलिन गोकुलमा जाने बाटो मैले देखिन, ओ ये कृष्ण आउलिन गोकुलमा जाने बाटो मैले देखिन, ओ ये कृष्ण आउलिन गोकुलमा
नसक्नु के थियो र बर्खाका बलले बलेकी यमुना छोडी अलग्या थिए छाछाके नौना कर्मसित गरी पानी घटाइदिए बाटो खोलाइदिए कृष्णलाई गोकुल पुर्याए गोकुलमा पुर्याए कृष्णजीलाई बोकेर 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 गोकुलमा पुर्याए कृष्णजीलाई सारा देवी देवता चनी बहनी देव पिता को देवता सब गोकुल पुगे था मथुरा जम्मा गोकुल हो जाएगा छैन मथुरामा गोकुल जस्तो रमाइलो छैन मथुरामा गोकुल जस्तो रमाइलो छैन मथुरामा गोकुल जस्तो ओ छैन मथुरामा गोकुल जस्तो 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 हे भगवान छैन मथुरामा गोकुल जस्तो 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 यशोदाले बिजुवा पार राखे थिइन् अब त्यो पाण्डा बेसुनी सुनिने बसगानी बेसमा त नमै बिर्सिएछन् ठुकोका बाटाका कृष्णजीलाई राखे बिजुवा बोके हिँडे आरे वसुदेवा बिजुवालाई बोकेर 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 हे भगवान आरे वसुदेवा सबै कृष्णलाई सिकाएका थिए वासुदेवलाई पनि यशोदालाई पनि सिकाएका थिए कति सिपालु आफै नारायण खेल गर्नको 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 सिपालु
राखिदिएको काखा लर त्यो बिजुलालाई राखिदिए हेर सुन अनि पाले बसेको यो पिँढी आएको थियो बल्ल बिग्रिएछ बल्ल बिग्रियो यहाँ जानु त सुन्यो न भन्न थाल्यो पत्रीले के सुनियो के सुनियो बालक जन्म्यो कारागारमा के हुनियो के सुनियो के सुनियो बालक जन्म्यो कारागारमा के हुनियो के सुनियो बालक जन्मेपछि कौशला बोलाउनु जानु परेन महाराजाले कारागारमा बालक जन्म्यो भनेपछि यता सुन बालक जन्म कारागारमा भनेपछि जानु पर्यो बालक जन्म बन्न दिए बगै गर्छ क्या उहाँ कौशला गर्नु भएको हो यसले घाँटे पनि भयो महाराज भनेपछि हजुर बालक जन्म कारागारमा आयो गौस राजा बालक माना बनेर आयो गौस राजा बालक माना बनेर कौश गएपछि यता सुन है कारागारमा आयो एकछिन मात्रै भन्छ कौशले आएर बुढी देवको सेवा भन्न थाल्यो खोइ बहिनी देवका तिम्रो बालो हेर खोइ बहिनी देवका तिम्रो बालो हेर काखैमा लिएर खेलौँ कृष्ण काखैमा लिएर खेलौँ कौशल भन्दा देवकीलाई कार्यकर्ता के भनिन् 3 दिनकी सुतेरीलाई नछौ मेरा दाजे 3 दिनकी सुतेरीलाई नछौ मेरा दाजे टाढैबाट हेर दाजे बालो कृष्ण टाढैबाट हेर दाजे बालो देखाउन त छोरी पो रहेछ यता हेर देवन गरेर बुझ्ने आकाशमाले छोरा भनेको थियो आज तिम्रो छोरी कसरी देखाऊ देवन गरौ नि छोरो भनेको थियो आकाशमालीमा आश्रममा छोरी देखाऊ दाजु भगवानले जे देखाए भनेपछि मार्दो भनेर खोज्यो आकाशमा गएर बिजुलाले के भने सुना है त बाली कौशले के माला मलाई
तपाईँ कौशले के माला मलाई तँलाई मानि गोकुलैमा पुग्यो कृष्ण तँलाई मानि गोकुलैमा पुग्यो आकाशवाणीबाट देख्छ भने मुक्ति दिँदैन घुम्ती गगनमा योग माया बिजुला 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 कौशका मन्त्रीहरू थिए दरबारमा आएर बोलाउन थाल्यो हे मन्त्रीहरू अडिट चलियो जन्मेछ होला कहाँ यता सुन हे मन्त्रीहरू अडिट चलियो जन्मेछ होला कहाँ जन्मेका जति मार बालक सबै खोजेर जहाँ तहाँ कौशल त त्यो हिसाब दियो पतनालाई गोकुलमा जान्छु भने किन्तनी भन्नुभन्दा तपाईँ जस्तो छोरोमा भने चाहिँ तपाईँहरू त छोरो हुनु तर तपाईँको दुध खाइ मलाई भने थियो कृष्णलाई पतना गएर गोकुलमा गएर पतनाले दुध खाउन थालेको थिइन् काम्न थालिन् कृष्णजीले कौशकी बहिनी पतनलाई मारे मारे कृष्णजीले कौशकी बहिनी पतन मारे कृष्णजीले कौशकी बहिनी पतन मारे कृष्णजीले कौशकी बहिनी पतन ओ मारे कृष्णजीले कौशकी बहिनी पतन ओ मारे कृष्णजीले कौशकी बहिनी पतन ओ मारे कृष्णजीले कौशकी बहिनी पतन मारे बसी बकासुर मारे किरामातर आसुर मारे अनि बनाउनु छोडेर के भन्छ अनि तिमी यस्तो बालक तिमी यस्तो किन यस्तो बकासुर मारे पतन मारे किन जान्छौ बाबु भन्दाखेरि हामी के खेला भन्दैन आमा धौलो त्यसो भन्ने बेला के दिने नानी भन्न त हामी त्यतिकै के खेला के खेला बसिन्छ नि भन भन्दा के लागि के लिने भने अझ थाहा पाएन बलवाला हलो कृष्णजीलाई मुरारी बलगाउँलाई हलो कृष्णजीलाई मुरारी बलगाउँलाई हलो कृष्णजीलाई बलगाउँलाई हलो कृष्णजीलाई मुरारी
फेरि बजाउ बाला कृष्णले पहन फेरि फेरि बजाउ बाला मुरली 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 पहन फेरि फेरि बजाउ बाला आमाले दिएको बजाउ बाला मुरली 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 आमाले दिएको मुरली बोलेको सुन्नुपर्ने सबै गोदानी आइसके ती राधिकामा बसेर माधव कति आउने त्यसलाई यता सुन के बारेमा म भन्दैछु नि अनि उहाँ माधव कति आएर बसिरहेको राधिका किनेर बोलाएको त्यहाँलाई बस्यो पारी वारी आइजाऊ राधिका त्यहाँलाई बस्यो पारी वारी आइजाऊ राधिका त्यहाँलाई बस्यो पारी वारी आइजाऊ 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 यहाँ यस्तो रमाइलो छ हाँसेर खेल्ने छ पानी बसेर माटो कट्याएर किने बस्छौ यता सुन हाँसौँला खेलाउँला वारी आइजाऊ राधिका हाँसौँला खेलाउँला वारी आइजाऊ राधिका हाँसौँला खेलाउँला वारी आइजाऊ हाँसौँला खेलाउँला वारी आइजाऊ अनि राधिका आएपछि त गोइले जाति जम्मै आज यहीँ पनि हेर के खेर पुरुषभन्दा मैला ढेक्छ लगाएको है त्यहाँ आइसकेपछि त किसेर भने त नाले क्या
नाचौँ राधिका भन्दाखेरि त नाचौँ किन भन्न आधा धर्म दिन्थ्यो नाच्नु न त नाच्थ्यो है। अब थोरै पुरुष छन् एउटा लड्नु छ जम्मा कृष्ण आइम्याच जम्मै छ यहीँ पनि लाग्यो को पुरुष पर्छ जम्मै महिला छ तर शक्ति नै छ धर्म आधा आधा हुन्छ कि हुन्न हे राधा धर्म आधा आधा हुन्छ कि हुन्न हे धर्म आधा आधा हुन्छ कि हुन्न हे धर्म त्यसो भन्नेको त किन लुकेर राधे त ठट्टा न पत्ता पर्छ अब कसो गर्ने होला ये कृष्ण आउने न गोकुलमा आउने बाटो मैले देखेन ओ हे कृष्ण आउने न गोकुलमा आउने बाटो मैले देखेन ओ हे कृष्ण आउने न गोकुलमा आउने बाटो मैले हाम्रो भानुभक्त सरले चाडा भजन भन्नु बनाइदिने हो त्यो पिछडा भनेको अब हजुरहरूको पालो होला अब भजन भने त म पनि भर्खर त्यो केसेटले थालेको छ सकिँदैन तर भजन चाहिँ उनीहरूले बनाउने हो क्या अलिअलि कथा जानेपछि उनीहरू बनाएर सकिँदैन अब हजुरहरूले भन्नुहोस् मेरो पालो पुग्यो होला